हेलो गाइज वेलकम ब्याक टु आवर भ्लग। आज हामी घरबाट टियु ग्राउन्ड क्रिकेट हेर्न जाँदैछौँ। कोसँग भन्दाखेरि आकाङ्क्षासँग म मेरो भुनगाण्डी यता। आज हामी विराटनगर किङ्सलाई सपोर्ट गर्न गइरहेको छौँ। हामी एयरपोर्टको छेउमा पुगेको थियौँ गाइज। प्लेन आयो बुद्ध एयरलाइन्स। हामी अहिले कोटेश्वर आइपुगेको छौँ। अब बिस्तारै हामी टियुतिर लाग्दैछौँ। हेलो भन्दै बाकु। हेलो गाइज अब हामी तपाईलाई हल्का अगाडि गएपछि भेट्छौँ। हेलो गाइज, आज चाहिँ हामी टियु ग्राउन्ड क्रिकेट हेर्न गइरहेछौँ। अनि क्रिकेट चाहिँ के को भने विराटनगर किङ्स र काठमाडौँको हो गाइज। त्यो पनि थाहा छ? काठमाडौँ गुर्काच। अनि तिमी कुन टिमलाई सपोर्ट गर्न गयो? विराटनगर किङ्स। किन विराटनगर किङ्सलाई? किनकि विराटनगर किङ्स भनेको के अरे पूर्व हो, हामी पनि पूर्व हो नि त, त्यही भएर बेसी आज मलाई सबै ठुलो मामुले रेडी गरिदिनु भएको गाइज। ठुलो मामु चाहिँ को हुनुहुन्छ भने म, ठुलो मामु, मामु यता, अनि दादा मामु, अनि दादा दादा। एकदिन बसेको थिएन। अब चाहिँ हामी बलकुट चोकदेखि यत्रो भिड छ भन्नुहुन्न भने यो चाहिँ क्रिकेट खेल्न सबैजना क्रिकेट हेर्न जानु भएको होइन। यति भिड त्यो मान्छेहरूले घर जानु होला। अनि पर घुमेर जानुपर्छ। हेलो हेलो हेलो, हामी चाहिँ टियु पुगिसक्यौँ। यहाँ चाहिँ धेरै गर्मी रहेछ। हामी चाहिँ टियु भित्र चाहिँ गाडी आउन दिँदैन ट्याक्सी, त्यही भएर त्यहाँदेखि चाहिँ हिँड्दै गेटसम्म जाँदैछौँ। टिकट चाहिँ हाम्रो भाइहरूले छोराले अघि निकालेर राखेको छ अरे। अब जाने सट्ट छिर्ने हामी, त्यसपछि म्याच हेर्ने। दर सेकिने भयो त्यहाँबाट त फेरि बेलुका त ठिकै अनि भरेसम्म न त स्वागतम नमस्कार भारत बैंक नेपाल प्रिमियर लीग सीजन 2 Bye.
Lalong is the new batsman for Kathmandu Golden. देखाउँदैछ उसले पनि चेक हो यार नबनाइ त अलिक सानो
अनि अहिले चाहिँ हामी गेटमा आइपुगेको छौँ। यो गेटमा के गर्दैछौँ, बाबालाई कुर्दैछौँ। अब आउनुहुन्छ अनि चाहिँ